ल साथीहरू यहाँ हेर्नुहोस् यसरी बसेका हुन्छन् केटीहरू बाटोमा। यिनीहरूसँग चाहिँ बचेर हिँड्नु होला। यो साइडमा चाहिँ जति पनि साथीहरू आउनुहुन्छ एकदम बचेर हिँड्नु होला। यिनीहरू चाहिँ गलत काम गर्ने केटीहरू हुन्। यो दोब्रेज लाइनमा जति पनि आउनुहुन्छ यसरी है। कति राम्रो भ्यू छ ल हेरौँ त। टक्क हेर्दाखेरि है राम्रो छ। घुम्न लायक छ हेर्नुहोस्। टक्क लगाएर पानी परेको छ। यही पानी परेकोमा चाहिँ मान्छेहरू छन् यहाँ बाटोमा। यहाँ चाहिँ ल हेर्नुहोस् यस्तरी बसेछन् केटीहरू। यिनीहरू चाहिँ जस्तो सर्भिस गर्ने केटीहरू हुन् है। सर्भिसिङ गर्ने केटीहरू हुन्। अब बुझ्नेले बुझ्नु होला। अब यो चाहिँ अलि नेगेटिभ कुरा हुन्छन्। यस्तोहरू छ बचेर हिँड्नु होला। विदेशमा पैसा कमाउन आउने हो, पैसा खर्च गर्न आउने होइन। आफ्नो परिवार सोचेर काम गर्नु होला। मेरो यही छ सुझाव। अब हामी चाहिँ दोब्रेजमा इन्ट्री गरियो। ल यो चाहिँ दोब्रेजको सुरुवाती हो। ल हेर्नुहोस् यहाँ चाहिँ युरोपियन युनियनको झन्डा छ। अनि त्यसपछि चाहिँ बुल्गेरियाको झन्डा छ। अनि यतापछि चाहिँ तोरी खेती छ टक्क है। अब धेरैजना साथीहरूले चाहिँ मलाई भन्नुहुन्छ तपाईँले चाहिँ के काम गर्नुहुन्छ भनेर। मैले युपिबिसीको झ्याल ढोका काम गर्छु। आज चाहिँ हामी सामान छोड्न जाँदै हो दोब्रेज।